पढाइ बाहेक सबै रमाइलो लाग्थ्यो भनौँ न त्यो बेला अनि +2 पछि चाहिँ अब तिनी केटीकै कुरा छ यहाँ फेरि +2 बेला चाहिँ 11 सम्मै अलि नपढ्ने थियो अनि 11 को लास्टतिर चाहिँ कोही मन पर्थ्यो अनि हामी रिलेसनसिपमा नि भयो अनि उसलाई पनि नआउने मलाई पनि नआउने म चाहिँ पढेर उसलाई सिकाउने कि उसलाई पटाउनको लागि उसको पटाउन त पटिसक्यो इम्प्रेस पार्नको लागि मोर इम्प्रेस पार्नलाई होइन त्यो इम्प्रेस भन्दा नि अब केयरिङ टाइपको भयो नि होइन अब जस राम्रै मार्क्स लाऊँ भनेर गेम चेन्जरै भयो नि त त्यो चाहिँ गेम चेन्जरै थियो तिम्रो लागि मेरो लागि चाहिँ गेम चेन्जरै थियो अनि त्यसपछि चाहिँ त्यो उसलाई पढाउँदा आफूलाई आयो बोर्ड एक्जाममा कहिले नआएको मार्क्स आयो अन्त त्यो कन्फिडेन्स आयो कि त्यसपछि त म नि सक्दो रहेछु म नि त्यो हुन्छ नि डम त्यो के अरे बुक स्मार्ट पनि रहेछु भनेर त्यो आफ्नोमा कन्फिडेन्स आएपछि 12मा चाहिँ 81% हान्दिएँ अनि त्यसपछि जे होस् एग्रिगेटमा डिस्टिङसन आयो राम्रै भयो अनि त्यहाँदेखि चाहिँ पढ्न नि मन लाग्यो क्या आफूलाई अब सधैँ लास्टतिर बस्ने भने चाहिँ अब चाहिँ फर्स्ट बेन्चमा गएर टिचरहरूलाई क्वेसनहरू सोधेर सबै त्यो हुन थाल्यो कि लाइफै पुरै त्यो फ्लिप गऱ्यो त्यो एकाडेमिक्समा थोरै त्यो ट्विस्ट भयो नि जति बेला लाइफले तिम्रो करियरले युटर्न मार्यो नि होइन तिमीले रमन पनि केही चिज रहेछ है भनेर फिल गर्यो सेल्फ कन्फिडेन्स आयो सो त्यो गराउन त कसैले तिमीलाई एउटा ट्रिगर पोइन्ट त त्यहाँ छ नि त हजुर वाट अबाउट सी त्यो त गइसक्यो अरू केही भइसक्यो बच्चाले होइन त्यस्तो पनि होइन होला